नमस्कार साथीहरु, स्वागत छ मेरो नमस्कार साथीहरु, स्वागत छ मेरो युट्युब च्यानलमा। आज म हजुरहरुलाई हिन्दूहरुको महान चाड बडा दशैंको टिकाको बारेमा विशेष भिडियो बनाएको छु। यो बडा दशैंमा दशैंको दशमीको दिन टिका चमरा लगाइन्छ। यो चाड यस्तो महत्त्वपूर्ण चाड हो जो ठुला बडा यो चाड यस्तो महत्त्वपूर्ण चाड हो ठुला बडाले आफूभन्दा सानालाई टिका लगाई आशीर्वाद दिने चलन छ। यो चाडमा आफ्नो आफन्त बा आमा मामाली दाजुभाइ दिदीबहिनीहरूको टिका लगाई आशीर्वाद दिने चलन छ। साथीहरु, यो भिडियो मन पर्यो भने लाइक सब्स्क्राइब गरिदिनु होला भन्ने आशा गर्दछु। अब यो भिडियो तर्फ जाउँ। किन हात आउँला भिडियो बना हेरे निसन तन्के तँलाई खिच्न नै आउँदैन। लगाएपछि रक्षा गरून् आज्ञा ताज्ञा कुरा सब थोक तिमीलाई मैले चिताएको सबले मान्ने गुन्ने गरून्। तिम्रो दर्शन थानले चाहिँ रक्षा गर्नु सबैले भने ओरे मानुन् सब होस्। तिमीलाई आज्ञा ताज्ञा कुरा सब थोक पुगो मैले चिता जति कुरा तिमीले सम्पूर्ण पुरा गर्न पाऊ। हेरी शिरमा बत्ती एकदम भगवान भवानीको प्रसाद लगाएपछि हेरी ईश्वर भगवान सधैँभरि दाहिना भइरहन् रक्षा गरून्। भवानीको प्रसादले रक्षा गरेर विषय आइ होस्, रोग व्याध हरण होस्, सन्तोष होस्। सधैँभरि यसरी आइसुक्क गरेर चाहिँ ढुक्क मनले हेर्न पाऊ। 100 वर्ष आइ होस्। हेरी वैरी शत्रु नाश हुन्। मनले चिताएको कुरा सब थोक पुगोस् तिमीलाई। हेरी आफूले चाहिँ आज्ञा ताज्ञा कुरा सब पुगुन्। हेरी कुनै अर्काले चाहिँ दबाउँछु भन्यो भने आफूले दबाएर हिँड्न पाऊ। भगवान दाहिने हुन्। हेरी रक्षा गर्नु भनी प्रसाद लगाएपछि धेरै पढ्न आओस्,
सबै पस भएर बस्छ खै राम्रोसँग ईश्वर भगवान् दाइना हुन् रक्षा गरून् भन्ने प्रसादले तिमीलाई फेरि सय वर्ष आइहोस् फेरि राम्रोसँग उ गर्न पाऊ तिमीले आज्ञा ताज्ञा कुरा पुगोस् मनले चिताएको कुरा पुगोस् मेरो नानीलाई धुन फिर्न पिर खट रोग व्याध हरण होस् सन्तोष होस् फेरि भनेको पश्चातले तिमीलाई रक्षा गरून् 100 वर्ष आइहोस् पढ्न धेरै आओस् फेरि एसएलसी पास सजिलैसँग नातिकन गर्न पाऊ ईश्वर भगवान् दाइना हुन् नारायण ईश्वर भगवान् तिम्रै शरण छ रक्षा गरून् ईश्वर भगवानको फेरि दाइना हुन् शत्रु जति पाइन हुन् फेरि तिमीलाई रक्षा गरून् भनेको पश्चातले सधैँभरि धेरै पढ्न आओस् चिन्ता नपरोस् पढाइमा एकदम ध्यान आओस् राम्रोसँग रक्षा गरून् भनेको पश्चातले फेरि सधैँभरि चाहिँ पढ्न राम्रोसँग आओस् विषय आइहोस् फेरि तिम्रो ध्यान दिएर पढ्न पाऊ रक्षा गरून् अनि फेरि अर्को वैरी शत्रुले नाश गर आफूले चाहिँ ईश्वर भगवान् सधैँ दाइना हुन् रक्षा गरेर बसुन् हे भगवान् नारायण भनी प्रसाद लगाएपछि तिमीलाई एउटा खान्छ दाइना हुन् सधैँभरि राम्रोसँग पढ्न आओस् मेरो नानीलाई विषय आइहोस् रोग व्याध नलाओस् फेरि रक्षा गरून् भनेको प्रसादले धेरै पढ्न पाऊ सबैभन्दा फर्स्ट हुन पाऊ फेरि खोइ ठाडो गर हो रक्षा गरून् भनेको प्रसादले दुख्न पिर्न पिर रोग व्याध हरण होस् फेरि वैरी शत्रुले नाश गर फेरि रक्षा गरून् भनेको प्रसादले ईश्वर भगवान् दाइना हुन् सधैँभरि पढ्नलाई चाहिँ धेरै आओस् मेरो नानीलाई ईश्वर मिन्टु यता आइज न तल देखाउनु पर्यो अब तल विशेष देखाउनु पर्यो अब 12-15 जस्तो त भिडियो ये त हालत को टेलिभिजन एउटा सब भिडियो एकदम बच्चा
विश्वास आयो मेरो कान्छो त नाति नि अरे बाबु सबै मेरो स्यालबानी नै यही छ राम्रो विषय आयो हुनु धेरै पढ्न आओस् मेरो बाबुलाई रक्षा गरून् मलाई प्रसाद लगाएपछि फेरि दुख्नु पिर खतरनाक रोग व्याध हरण होस् चुल्बोले बानी सानी जम्मै जाओस् फेरि सधैँ भएर ज्ञानी भएर पढ्न पाऊ रक्षा गर ईश्वर भगवानको प्रसाद लगाएपछि फेरि मेरो बाबुलाई रक्षा गरून् अनि अलि धेरै पढ्न आओस् राम्रो सधैँभरि पढ्छ हौ फेरि अर्थभन्दा पनि रोग व्याध केही नलाओस् भनी प्रसाद लगाएपछि शुभ सन्तोष होस् ज्ञानी भएर पढ्न पाऊ अन्त चिनी रातो पनि आएन अबिरै रातो हुने हो कि त्यो अबिर हालेर रातो युट्युबमा हाल्ने वाला होइन अङ्कल हो